नमस्ते दर्शकवृन्द, यति बेला हामी जाजरकोटका एकजना भाइ हुनुहुन्छ, भाइसँग कुराकानी गर्न गइरहेका छौँ। भाइ, हजुरको शुभ नाम के होला? मेरो नाम सुनिल सार्की। सुनिल सार्की। अनि तपाईँ अहिले कति कक्षामा पढ्नुहुन्छ? 6 मा। कक्षा 6 मा पढ्नुहुन्छ हो। तपाईँको घरमा चाहिँ कतिजना फ्यामिलीहरू हुनुहुन्छ? 9 फ्यामिली। 9 फ्यामिली भनेपछि अहिले घरमा चाहिँ सबै घरतिरै हुनुहुन्छ? कहाँ हुनुहुन्छ? इन्डियातिर। इन्डिया गएर चाहिँ के गर्नुहुन्छ? त्यस्तै जेसीबी चलाउने, टमाटर खेती गर्ने, व्यवसाय खेती गर्नुहुन्छ भनेपछि पैसा पठाउनुहुन्छ हो? पैसा के भनेर पठाउनुहुन्छ? कापी कलम मात्र किन्ने हो कि अरू के? अब घर खर्च चलाउने, खाना बस्न हान्छ नि त, के भनेर पठाउनुहुन्छ त? खाना खर्च गर्ने। अनि जेसीबी कसले चलाउँछ? दाइले। अनि अरू को जानु भएको छ नि इन्डियातिर? बुवा। अनि घरमा को हुनुहुन्छ? म, दिदी, मम्मी मात्रै। अनि दाइले चाहिँ जेसीबी चलाउनुहुन्छ, बुवाले के गर्नुहुन्छ नि? टमाटर खेती गर्नुहुन्छ इन्डिया गएर। अनि के टमाटर खेती यहाँ गर्न सक्नुहुन्न? खै त्यो थाहा भएन। कति पैसा पठाउनुहुन्छ महिनामा? त्यस्तै 5-6 हजार। भनेपछि पैसा चाहिँ धेरै कमाउनुहुन्छ हो। अहिलेसम्म कति पैसा पठाउनु भयो होला? खै त्यो हिसाब भएन, मलाई थाहा भएन। अनि स्कुल जान्छौ? जान्छु। दैनिक स्कुल जान्छ हो। कतिमा पढ्छौ रे? 6 मा। अनि घरमा गाई बस्तुहरू कति छन्? गाई मात्र छन्। अरू बाख्रा, भैँसी, कुखुरा छैन? ए, घरतिर अरू के काम गर्छौ त? स्कुल जाने, स्कुलबाट आएर पढ्ने अनि बिहान खेत जाने। ए, मर्निङ छ क्लास? ल, दर्शकबिन भाइको मम्मी, घरमा चाहिँ मम्मी हुनुहुन्छ, दिदी हुनुहुन्छ, त्यस पछाडि एउटा सानो को हुनुहुन्छ? सानो मान्छेको नाम? अन्जु भनेको को? दाइको छोरी? दाइको छोरी हुनुहुन्छ। उहाँको बुवा चाहिँ भारतमा हुनुहुन्छ। उहाँको दाइ पनि भारतमै जेसीबी चलाउनुहुन्छ। बुवाले चाहिँ इन्डियामा गएर टमाटर खेती गरेर, कृषि गरेर चाहिँ पैसा कमाउनुहुन्छ भने दाइले जेसीबी चलाउनुहुन्छ र इन्डियाबाट घर खर्चको लागि